बोल्न केही। नमस्कार साथीहरू, आज हजुरलाई मेरो नयाँ भिडियोमा स्वागत छ। अनि मेरो क्यामेराम्यानले बनाइरहेको छ भिडियो र मलाई पनि थाहा छैन के बोल्ने। यो भिडियो अलि फ्रक हुनेवाला छ र आज म र मेरो साथी मिलेर यो जङ्गलमा हाइकिङ गर्नेवाला छौँ। यो चाहिँ हामीले खासमा मोमोको लागि भनेर ल्याएको थियौँ। दुईटा सिजर पेपरको लागि के मोमो ल्याएछौँ भन्न भाइ। अनि अहिलेसम्म नि त्यस्तो ठाउँ पाएको छैन कि हामी दुईटा मिलेर कहाँनिर खाने भनेर। र अब यो ठाउँ त हेरिरहेको छौँ, राम्रो छ। सो भएको कि त हामीहरू चाहिँ अब माथि गएर छौँ होइन। बाटो यति उकालो छ नि, माई गड, यो त पुरै हुलिया देखिरहेको यसको। माई गड, एक नम्बर उकालो यार। यहाँ बाइक पनि कसरी आउँदा हुन्थ्यो कि चलाइदिएर आउँदा यहाँ हान्नु है। ला हामी चाहिँ अब गएर छौँ, के हुन्छ त्यो पछि देखाउँछौँ। बुलेट यहीँ राखेको छ यसले। अनि अब हामी अगाडि जान्छौँ। हामी काठमाडौँ भ्यालीभन्दा चाहिँ अलिक धेरै माथि आइसक्यौँ र अब यहाँबाट माथि जङ्गलमा जानेवाला छौँ। दुईटै। यदि तपाईँलाई काठमाडौँ नजिक बस्नुहुन्छ भने यहाँ आउन कति टाइम लाग्छ भन्नु? सुन्दर ठाउँ जान मन छ भने काठमाडौँ एरियादेखि यहाँ हेरेर भन्नु 10 मिनट मात्रै हिँडेर यहाँ सिङ्गल टी आउन सक्नुहुन्छ। लागिसक्यो, लाग्यो। ओ भाइ साहब, कृपया फोहोर फाल्न म। ओ माई गड, यहाँ लास्ट। अब यहाँदेखि माथि कति होला? अझै माथि छ अरे। क्या हो नि भाइ, यहाँतिर किन रिसाएको बेबी भनिदियो अनि योलाई रिस उठ्यो भने त होला। वी आर हाइकिङ। बाहिर त्यो देखिन एक्सकोर ए मतलब नानी यार, साँच्ची मैले होइन। ओ माई गड, हाइकिङ गर्नु भने यस्तो च्यालेन्जिङ हुन्छ भन्ने थाहा थिएन कि। अझ कति खस्छु उयो राम्रो ठाउँमा पुग्यो अब त। कहाँ पुग्यौ? सिङ्गल टीको माथि टप। सिङ्गल सिटी, सिङ्गल टीको माथि टप। सिङ्गल टावरै हो। सिङ्गल टावर यो हो कि नै? त झुट बोल्दै है। ए भाइ देखिनुहोस् एउटै हो। ए यार, सिङ्गल टावर यो सिङ्गल टावर। यहाँ बस्यौ कहाँ? नेत्र माथि जाऊ चाहिँ। त्यहाँतिर अझै पनि माथि जानु छ। इट्स धेरै गाह्रो छ हाइकिङ गर्नु भने। ए यहाँ बेन्च नआइपुग्यो यार, हामी खाना हिँड्थ्यो कि, तर खेल्नु मजा हुन्थ्यो क्या। है यही बेन्च भइदियो भने। ओ माई गड, ल जाँदैछु ल अगाडि। यो चाहिँ हामीले खासमा मोमोको लागि भनेर ल्याएको थियौँ। दुईटा सिजर पेपरको लागि के मोमो ल्याएछौँ भन्न भाइ। अनि अहिलेसम्म नि त्यस्तो ठाउँ पाएको छैन कि हामी दुईटा मिलेर कहाँनिर खाने भनेर। र अब यो ठाउँ त हेरिरहेको छौँ, राम्रो भएर मात्रै भएन कि, हामीलाई अलिक सजिलो हुनु भएर कि। राम्रै छँदैछ होइन। जे होस् यत्तिको भ्यू चाहिँ हुनुपर्छ है हामी यहाँ। अनि तर काठमाडौँमा तपाईँहरूलाई थाहा छैन भने यहाँ बसेर आउनु है। यहाँ हामी चाहिँ यही यस्तो मस्त चराचुरुङ्गीको आवाज होइन। वाह, हाइकिङ अन कहाँ हो? यो कहाँ हो? उसको चाहिँ सिङ्गल ट्री। माथि सिङ्गल ट्री भन्दा अलिक माथि आउनुपर्छ कि। फाइनली हामीहरू चाहिँ अब गेमको लागि सेटअप खोजिरहेको थियौँ र गेमको लागि सेटअप चाहिँ हामीले कहीँ पाएनौँ र त्यो बाटोमै हामीले गेमको सेटअप बनायौँ। गेम खेल्नको लागि क्यामेरा सेटअपको लागि पनि क्यामेरा राख्नलाई यसरी ठुनाहरू जुझेर राख्यौँ र त्यसपछि चाहिँ हाम्रो गेम सुरु हुन्छ र गेम कस्तो हुन्छ हाम्रो चाहिँ दुईटा स्प्राइट छ। पहिला चाहिँ मतलब दुईटैलाई भिडियो स्टार्ट है पछि काटिएर बनायो। म आफै बनाएँ, चिन्ता नगर। सो अनि त्यसपछि तेरो मोबाइल पनि निकाल्छ, तेरो मोबाइलले नि बना न के क्लिप। यो चाहिँ हाम्रो मोमो छ होइन। सो हाइकिङ गर्न चाहिँ आएको थियौँ, हाइकिङ गऱ्यौँ र यस्तो चिजहरू पनि लिएर जाऊँ न, के हुन्छ र भन्ने लाग्यो हो। क्यामेराबाट रक पेपर सिजन पनि खेल्छौँ। नबनाऊ म अहिले त्यही नाइ यो के यो अहिले यता फोर गर्नु यस्तो गर्ने यसलाई। ए देखि नाइ यो लग्नलाई राखिराख होइन। उता डस्टबिनहरू होला त्यहाँ फाल्नु। यस बेबी।
मस्त भयो वाह ले ल अब सो अब चाहिँ क्यामेरा राख्नु नि ओए ल ल ल ल ल रक कहाँसम्म पुग्ने हो यहाँदेखि उता ऊपर बस्यो खानु पर्यो त्यो किन ल भन ओ मा त्यति पर यहाँ ल ल 3 2 1 ल किपर ए भयो ओए मोबाइल राखिन आइज कति खाइला 2 4 6 8 10 12 8 कति खाइ ए यार अब त हार्नु यार एकचोटि भयो राख यारी त हार्ने हो यार रेडी राख म कहाँ म दुखायो कसरी खायो मेरो पालो तैँले यस्तो अरे मैले यस्तो कहिले हाल्ने है भाइ नखान कतिखेर जित्ने है यहाँ एकचोटि त हार रुक कति रुक्दोमा एक त खान पाऊँ ए भयो ए कतिचोटि जित्छ यो 1 2 3 4 5 गर Judar. Judar. Lah. Kira malah main ini lah. Masalah itu tuh malah aku. Itu saya manje mah. गेम चाहिँ कस्तो लाग्यो कमेन्टमा भन्नु होला र हामी दुईटाले खेलेको गेम कस्तो थियो र राम्रो लागे कमेन्टमा के कस्तो
प्रस्तुति दिन चाहनुहुन्छ हजुर दिन सक्नुहुन्छ। यस्तो मान्छे छ यार यो यस्तो त्यही त भने मैले त काँचै लागेको छ काँचै अगाडि राम्रो छ। निकाल्ने बेला काँचो थियो क्या जसको ड्रिङ्क हान्ने बेला गयो होला मेरो हाबै मुखबाट के हरि हाने आज कहाँ होला म त भर्खर फुटेर लान मात्र हानेको क्या खै तपाईँ डिग्री हाफेस नाइ रे त सही है जति थियो सब यसले नै जित्यो मैले सब हारेँ अनि कतिचोटि जितियो मैले हारे एकचोटि मात्रै हो त्यो पनि देखि त्यो 5 मुखमा हाले होइन खाने हो कि होइन आउँदै स्प्राइट कुदिराखेँ अरे यार म निल्ला त सोचेँ छैन यार हक्केन त कहाँबाट हुन्थ्यो ओ मा यो राम्रो हो यार सुशीला अलिक घुमे यत्तिकै लास्ट गर्मी हो त यार तर हाइकिङ गर्न चाहिँ यहीँ माथि आउँदा राम्रो होइन कति माथि चाहिँ उता देखा न कति उ छ यहाँ चाहिँ हामी जङ्गलको टपमा आएको छौँ यो चाहिँ एउटा काठमाडौँको सहर हो अनि हामी यो सहरलाई छोडेर गाउँतिर आएको छौँ यो चाहिँ गाउँ एरिया जस्तो छ अनि त्यो डाँडामा नि छ त्यो साइडमै व्हाइट गुम्बा छ लाइक यहाँ चाहिँ राम्रो रहेछ यार यहाँ माथितिर हेर्दा यति खतरा खाने हाइकिङ गर्नलाई राम्रो अनि हामीले मोमो पनि ल्याएको थियौँ कस्तो थियो त्यो अगाडिको पार्टहरू कस्तो थियो थाहा छैन होइन तर यसले नै जितेको थियो मैले एक जितेन अनि यहाँदेखि चाहिँ खतरा प्लेस देखिरह सो काठमाडौँ नजिक हुनुहुन्छ भने चाहिँ यो चाहिँ मेरो सजेसन भयो कि आउँदा राम्रो नत्र केही खानेकुराहरू ल्याएर आएको र साथीहरूसँग आएको धेरै राम्रो र म र यो आएको छौँ अनि यहाँदेखि अब कस्तो चाहिँ हामी दुईजना पऱ्यौँ यहाँदेखि अनि यहाँदेखि देख्नमा चाहिँ यति राम्रो छ नि खतरा यो कत्रो हो कि यार काठमाडौँ भने उस्तै काठमाडौँ रहेन रहेछ है त पुरा कहाँ आउँछ देख्न क्या कि उता यो साइड नि पुरै देख्न ऊ त्यो एयरपोर्ट है त कुन हो त्यो एयरपोर्ट त्यही 3 कुनेमा त हो यार त्यो 3 कुने म त्यहीँ अगाडि त बस्छु त्यही अगाडि त कोटेश्वर त्यहाँ बसिरहेको हो म त्यहीँ बस्छु हो नि त सो हामीहरू यति अगाडि आएको क्या त्यहाँदेखि अनि हामी चाहिँ यहाँदेखि पनि आयो हो त्यहाँ हामी त्यहाँदेखि त आयौँ ओ माई गड यो अपार्टमेन्ट छैन यहाँदेखि यो बिचमा जङ्गल हो त ए हामी स्वयम्भू त्यो स्वयम्भू हो नि त्यो जङ्गलको अगाडि आऊ यहाँ होइन हामीले त्यो पुरै काटेर आएको हो क्या हाइकिङ गर्न त्यति सजिलो छैन र हामीले कुनै ब्याग पनि ल्याएको थिएनौँ हातमा ल्याएको थियौँ सब जे चाहिने थियो अनि पुरै यस्तैमा आएको थियौँ यो पनि यस्तै छ म पनि यस्तै छु यहीमा नि गर्मी भइरहेको छ अब यसले देखाउने भयो बाइसेप या ब्याकबोर्ड देखाइदियो देखा त नाङ्गो ल देखायो र यो सँगै हाम्रो भिडियोको पनि लास्ट पार्टमा आइसक्यौँ र यसले र मैले बडी देखायौँ भिडियोको फिनिसिङ पनि हुन्छ र आजको भिडियो यति नै थियो र राम्रो लागेपछि चाहिँ कमेन्ट गरिदिनु होला र योभन्दा राम्रो च्यालेन्जिङ भिडियोजहरू आउने छ सो बाइ तर क्यामेरामा राम्रो देखाउँदो रह्यो या त्यहाँ नभए आफ्नो कहाँ बाइक जाउँ भने कहिले टिकटक कमी हाल्यो ल्यायो त